हेलो नमस्ते हजुरहरूलाई है। आजको भिडियो चाहिँ मजाले हेरिदिनुहोस् ल, किनभने आजको अर्कै टाइपको भिडियो छ। अब देखाउन गइरहेको छु हो म। यो अरू भिडियो जस्तो होइन, यो चाहिँ अलिकति अर्कै टाइपको छ। यो मलाई पनि डर लागेर 2-3 पल्ट आएँ, आफै छिरौँ कि भने एउटा गुफा छ, डर लागेर हेर्नुहोस् ल। अब त्यसलाई चाहिँ डर लागेर यहाँ बाहिर म आएको हो। अन्त चाहिँ लास्ट इयरदेखि छिरौँ यहाँ ढुङ्गामा पनि भाइ अलिक त्यो यस्तो ढुङ्गामा नक्साहरू बनिएको छ। यसरी गणेश जस्तै गणेश भगवान् जस्तै देख्छ। जस्तो त के देख्छ पनि यहाँ म त देखिरहेको छु भाइ। त्यो हल्का छुइदियो त गणेश, अलिक मुनि हो त्यो मुनिपट्टि। म चाहिँ त्यस्तै देख्छु हो। तपाईँहरूले कस्तो देख्नु हुँदैछ? यहाँ चाहिँ यो ढुङ्गामा यत्रो भिड छ। यो भिडमा चाहिँ माथि अब यो भित्र त के को नक्सा छ। अब अलिक देख्दैन पनि रहेछ क्यामेराले हो। अब यहाँ चाहिँ पस्नेवाला म अस्ति एक्लै ट्राई गरेको। यो चाहिँ अर्कै दुलो छ, यहाँ एउटा छ, गहिरो छ भित्र। यहाँ चाहिँ हामीले पस्ने आँट गर्दैछ हामी दुई भाइले चाहिँ। म चाहिँ आँट आएन हो, म चाहिँ होइन। अस्ति अब दुईजना छ, आँट त आउँछ। लु पहिला तँ जा, म चाहिँ सेकेन्डमा आउँछु, किनभने मेरो फ्यामिली पनि छ हो। तँ जा अब फर्स्टमा चाहिँ एकछिन ल। म तपाईँहरूलाई यो बाहिरबाट पनि देखाउँछु। बाहिर त यत्रो भिड छ, भिड जस्तो पनि देख्छ। केटो त्यहाँ छ, लु पस्दिउँ एकछिन ल। म चाहिँ अब भाइले आँट गरेन हो, म पस्दैछु हो। लाइट साइट लिएर खुकुरी भिरेर अब नट्ला जस्तो देख्दैछ हो। तर पनि अड्नु चाहिँ आउँछ हामीलाई, यो डर लागेको नि। अब हामी म छिरेँ गुफामा। ज्याकेट ठुलो भयो ल। आँट पछि आवाज चाहिँ आँट आयो। म अड्केँ नि भाइ, खुकुरीले गर्दा ज्याकेट नलगाइ आउनु पर्छ। तपाईँ गयो भने चाहिँ म पनि आउँछु। एकछिन भिडियो अफ हो, म ज्याकेट खोल्नुपर्ने। म त ज्याकेटले अल्झेर हो कि के भएर हो सकिनँ। भाइ अलिक सानो छ, यसलाई नै पठाइदिएको फर्स्टमा चाहिँ। छिर्यो होइन नि त, छिर्यो नि भाइ। गयो नि केटा त भित्रै गयो। लाइट बाल म चाहिँ